हेलो फ्रेन्ड्स, आज मैले काउलीको तरकारीको रेसिपी लिएर आएकी छु। यसको लागि एउटा प्यान बसाल्ने अनि त्यसमा थोरै तेल हाल्ने। तेल तातिसकेपछि त्यसमा थोरै मेथी फुराउने। मेथी थोरै खैरो हुन थालेपछि त्यसमा एउटा मिडियम साइज काटेको आलु हाल्ने। हल्का तेलमा तार्ने अनि यो आलुलाई हामी छोपेर पकाउँछौँ। त्यसो गर्नाले चाँडै यो आलु पाक्छ। अहिलेलाई यो आलुलाई हामी हाफ कुक मात्र गर्छौँ। आलुलाई बीचबीचमा चलाउँदै हामी पकाउँछौँ, सबै साइडमा राम्ररी पाकोस् अनि नडरोस् भनेर। आलु हाफ कुक जति भइसकेपछि अब त्यसमा प्याज हाल्ने। प्याजलाई पनि अब मजाले फ्राई गर्ने। एकछिन प्याजलाई फ्राई गरिसकेपछि अब त्यसमा टमाटर पनि हाल्दिने। सबैलाई एकछिन मजाले फ्राई गर्ने अनि त्यसमा स्वाद अनुसारको नुन, बेसार अनि जिरा र धनियाको पाउडर, थोरै कालो मरिच अनि रातो खुर्सानीको धुलो, थोरै गरम मसला हालेर सबै मसला अनि तरकारीलाई मिक्स गरिदिने। राम्ररी सबै तरकारी र मसला मिक्स भइसकेपछि एकछिन यसलाई छोपेर पकाउने। छोपेर पकाउनाले मसला पनि पाक्छ अनि आलु पनि मजाले गल्छ। अब आलु यति जति पाकिसकेपछि यो मिक्सचरमा हामी काउली राख्छौँ। मैले चाहिँ काउली र ब्रोकौली दुईटै मिक्स गरेको छु। हामी काउलीलाई धेरै चलाएर पकाउँदैनौँ। फर्स्टमा चाहिँ यतिकै हालेर एकछिन छोप्छौँ। काउली चाँडै पाकिहाल्ने हुनाले एकछिन छोपेर यसलाई गल्न दिन्छौँ। तपाईलाई कति जति ग्रेभी चाहिन्छ पहिला नै त्यो डिसाइड गरेर त्यसमा पानी हाल्नु होला। मैले चाहिँ 1.5 कप जति पानी हालेको छु। काउलीलाई चाहिँ सकेसम्म नचलाउनु होला, यसलाई छोपेरै पहिला पाक्न दिनु। काउलीलाई धेरै नचलाइकन यसरी छोपेरै हाफ कुक जति गर्ने अनि त्यसपछि मात्रै यसलाई मजाले मसला लाग्ने गरी चलाउने, तर धेरै नचलाउने। छोपेरै यसलाई पाक्न दिनुपर्छ अनि बीचबीचमा हल्का 1-2 चोटि मात्र यसलाई चलाउने, यो आफै पाक्छ। काउलीलाई धेरै चलाएर पकाउनु हुँदैन, नत्र यो एकदमै हलुवा जस्तै हुन्छ। अब लास्टमा हिट अफ गरेर धनिया छर्दिने। धनियाको पनि स्वाद यसमा जाओस् भनेर एकछिन यसलाई छोपेर राख्ने। यति गरिसकेपछि तपाईँको काउलीको तरकारी अब रेडी भयो। इन्जोय एन्ड थ्याङ्क्स फर वाचिङ।